आफ्नै बारीमा गएर आँप झारेर यति धेरै आँप बनायौँ है। अनि यति धेरै आँप घरमा लिएर आएर अनि पखालेर है अनि यसलाई चाहिँ टक्क राखेर अनि यसको चाहिँ चाना काट्यौँ। हामीले आँपलाई काट्यौँ अनि आँप काटिसके पछाडि बेसा र नुन हालेर यसरी मोलेर यसलाई चाहिँ हामीले रातभरि राख्थ्यौँ। सबैजनालाई स्वागत छ मेरो न्यू डे मिनी ब्लगमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला साथीहरू। हामी पनि एकदमै ठिक छौँ है। अनि अहिले बहिनी र म चाहिँ जान लागेको पसल अनि जाने चाहिँ उता हो, तर यस्तो धेरै घाम छ नि साथीहरू है। अब हामी चाहिँ जाँदैछौँ पसल। अनि अहिले चाहिँ हामी पसल पनि आइसक्यौँ अनि खुर्सानी जोख्दै हुनुहुन्छ हजुरबाले। अनि मैले चाहिँ खुर्सानी मेथीहरू जिराहरू लिएर जान लागेको, किनकि आँपको अचार हाल्नको लागि है। अनि बारीमा आँप छ नि त, अनि आँपको सदुपयोग त गर्नु पर्यो नि त। अनि त्यही भएर मैले चाहिँ सामानहरू लिएर आएँ। अनि अहिले चाहिँ हामी घरभन्दा पनि यतापट्टि आइसक्यौँ है। अनि आँपको बोट चाहिँ वहाँ पर छ है, त्यही हो हाम्रो बोट चाहिँ एउटा छ तल। अनि घरतिर त भइहाल्यो छ है। अनि यतातिर चाहिँ यस्तो मौसम छ, यो चाहिँ हाम्रो गाउँ हो है। अनि अहिले म चाहिँ घरमा आइसकेँ। अनि घरमा आएर चाहिँ म बारीमा आइसकेँ क्या, तलबाट दिदी नै आउनु भएको थियो। अनि त्यसपछि दिदीलाई नै आँप पठाइदिनु पर्ने हुन्छ। अनि दिदीलाई आँप अनि मलाई पनि आँप टिप्न पर्यो भनेर अनि म चाहिँ झार्न आएको है। अनि झार्दैछु साथीहरू। यस्तो अप्ठ्यारो के झार्नलाई पनि, हाइटले नभेट्ने क्या। अब लस्टी पनि अलिक कस्तो खाले, अनि त्यसपछि रुखमा चढेर झार्न नि अब नसक्ने। रुखमा त जान त हामी जान्छौँ, तर पनि गाह्रो के। अनि अप्ठ्यारो अनि झार्न नि खासै नझर्ने है। अनि अहिले चाहिँ म फेरि रुखमा आएको। अनि रुखमा आएर एउटा आँप टिपेको, कस्तो मिठो रहेछ। अनि म चाहिँ खाँदैछु। अनि मेरो फेरि बुद्धि बङ्गाएर आउन लाग्छ, कस्तो दाँत दुखिरह। अनि हिजो त झन् कस्तो गाह्रो भइरहेको थियो खानालाई पनि। अनि आज चाहिँ हल्का बिसो भएर रुखा गएर आँप खाइरहेको छु कि म चाहिँ है। अनि अब म चाहिँ झर्न लागेको साथीहरू है। अनि झरेँ। अनि हेर्नु नि मेरो अहिले चाहिँ आँखामा तलबाट झारेको आँखामा त आँपको चोप परिरहेको के। अनि म चाहिँ रुखमा चढेर आँप झारिरहेको थिएँ। अनि दिदीले फेरि आऊ तल, यहाँ जान सकिँदो रहेछ भन्नुभयो। अनि हामी चाहिँ तल जान लागेको। अनि रुखमा चढेको गाली गर्नुभयो कि अब रुखमा नचढ लड्छ भनेर। अनि हामी चाहिँ झऱ्यौँ। अनि त्यसपछि तल जान लागेको, लस्टी पनि तलै छ नि त। अनि त्यही भएर अनि अहिले चाहिँ हामी तल पनि आइसक्यौँ। तल पनि यस्तो आँप छ कि। अनि आउन त आयौँ, तर आउने बित्तिकै यहाँ पानीको छिटा हानिरहेको क्या साथीहरू। अनि भाइहरू झार्दै छन् आँप है। अनि म पनि अब तल जान लागेको। अनि आउन त आयो साथीहरू। रुखमा चढेको रातो कमिला यति धेरै क्या त्यहीँनिर रहेछ। चढ्न त चढेँ रुखमा म, तर सकिनँ। त्यसपछि झरेँ। अनि त्यसपछि लस्टीले झार्न लागेको, माथिबाट नि भेट्दैन तलबाट नि भेट्दैन है। अनि त्यही माथि पानी पर्न लाग्यो, पानीको छिटा हानिरहेको साथीहरू है। तर पनि हामी आँप झार्दैछौँ, हाम्रो काम निरन्तर चलिरहेको छ है। अनि बहिनीहरूले झारेको हेर्दैछु म चाहिँ है। अनि हेर्नु न मौसम पनि कस्तो भएको छ, पानी पर्न आँटिसक्यो, के गर्नु है साथीहरू। अब अलिअलि भने नि अब लिएर जानु परिहाल्यो। अनि यहाँ पनि यत्रो आँप छ कि। अनि बहिनी खानेले भने अनि दिएको। अनि उनीहरू खाँदैछन् भाइहरू बहिनीहरू। बहिनीखेरि यस्तरी लडिरहेको क्या माथिबाट आउँदाखेरि। अनि त्यसपछि अब पानी त पर्न सुरु गरिसक्यो नि त। अनि त्यही भएर अनि बाटो नि अप्ठ्यारो। अनि दिदी चाहिँ जानुभयो। अनि दुईवटा भाइ म मेरो बहिनी चाहिँ छौँ। अनि त्यसपछि हामी चाहिँ यही आँप टिप्दैछौँ। आँप अलिअलि झार्यौँ है। अनि झार्यौँ। अनि हामी चाहिँ खुसी भएर नाचिरहेछौँ। अनि नाच्दै गाउँदै हामी चाहिँ आँपहरू टिप्दै काम गर्दै अनि अहिले चाहिँ हाम्रो आँप त्यति भयो है। अब हामी चाहिँ जान लागेको मासतिर। अनि अहिले चाहिँ हामी हाम्रै बारीमा आयौँ। पानी परिरहेको छ, हामी कहीँ पनि बस्दा पनि बसेनौँ, तर हामी हाम्रो काम निरन्तर गरि नै रह्यौँ। अनि हाम्रो लक्ष्य भनेको नै आँप टिप्ने हो। अनि त्यसपछि आँपको अचार हाल्न लागेको, त्यो नै नभरि त कसरी जानु भनेर बसेछौँ, तर आँप पनि छैन, त्यति हो क्या। त्यहाँ पनि फेरि राम्रो मात्र आँप छैन नि त, त्यहाँ ओइलेको आँपहरू सबै छ नि त। अनि त्यही भएर चाहिँ त्यति भए। अनि त्यसपछि आँपै पुगेको थिएन नि त। अनि हाम्रो तल्लो घरको दाइले सोध्नुभयो आँप पुग्यो भनेर। अनि छैन दाइ, हामी त टिप्न पनि सकेन भनेको। अनि दाइले रुखमा गएर आँप झारिदिनु त भयो, तर दाइ रुखमा जाने बित्तिकै मेरो टाउकोमा एउटा आँप नै लागिहाल्यो। अनि यतातिर चाहिँ
चाहिँ आँपहरू यस्तो छ साथीहरू है, टक्क लाएर कति धेरै फलेको क्या। योभन्दा अगाडि चाहिँ जम्मा एउटा दुईटा फलेको थियो, तर यसपालि चाहिँ यति धेरै फलेको क्या साथीहरू। अनि आँप भन्ने चाहिँ यस्तो हुँदो रहेछ क्या, एउटा वर्ष फल्यो भने अर्को वर्ष नफल्दो रहेछ, एउटा वर्ष फलेन भने अर्को वर्ष फल्दो रहेछ है। अनि त्यसपछि हाम्रो भाइहरू नि यता छन्, म पनि यता छु। अनि त्यसपछि हामी चाहिँ बसिरहेको छौँ, टाउकोमा लाग्यो भनेर म भनिरहेको छु है। अब दाइले झारिदिनु भयो, दाइ जानुभयो। अनि त्यसपछि हामी चाहिँ अब आँप टिप्न पर्ने हुन्छ। यतातिर यति धेरै आँप छ नि, आमामा कति धेरै छ साथीहरू। अब चाहिँ हामी टिप्नु पर्ने हुन्छ सबै आँप, एउटा पनि नछोडी है। अब अनि हाम्रो मकैबारी चाहिँ त्यहाँनिर छ साथीहरू, यता चाहिँ हाम्रो मकै हो नि त। अनि अहिले चाहिँ हामीले चाहिँ यति बनायौँ। अनि त्यत्रो भइदिइरहेको साथीहरू, एउटा भरेर पनि अर्को आधी भइरह। अब यति आँप लगेर हाम्रै घरमा हाल्नुपर्ने हुन्छ अचार। अनि हामीले चाहिँ त्यो आँपलाई आधा आधा बनायौँ। अब हामी चाहिँ घर जानुपर्ने हुन्छ। अनि अहिले चाहिँ हामी माहलो गरामा आयौँ। अनि त्यहाँ पनि अगाडिको झारेको आँपहरू अलिअलि थियो नि त। अनि त्यसपछि हामी चाहिँ अब अलिअलि आँप टिप्न गयौँ। अनि भाइले चाहिँ टिप्दैछ, म चाहिँ भाइलाई आँप देखाउँदै, भाइले आँप टिप्दैछ नि त। अनि त्यसपछि अब चाहिँ हामी घर जानुपर्ने हुन्छ। घर पनि आइसक्यौँ है। अनि अहिले चाहिँ हाम्रो आँप त्यति भयो। अनि हामीले चाहिँ दुईवटा डोकोको आँप चाहिँ राम्रो छानेर चाहिँ त्यसमा हाल्यौँ। अनि हाम्रो भाइले चाहिँ कागती पनि यति बनाहा है। अनि आँप धनी चाहिँ हाम्रो आमा हुन् है। अनि अहिले चाहिँ भाइ बहिनी मिलेर चाहिँ आँप पखालिरहेछन्। अनि अहिले चाहिँ यो सबै आँप पखालेर हामीले चाहिँ राख्नुपर्ने हुन्छ। अनि आँप चाहिँ हामीले पखालेर राखिसक्यौँ साथीहरू है। अब त्यसलाई चाहिँ हामीले काट्नुपर्ने हुन्छ। त्यति भएको छ आँप। अनि मेरो बहिनी चाहिँ आँप काट्न पनि सुरु गरिसके। अब ऊ र म मिलेर चाहिँ आँप काट्नुपर्ने हुन्छ साथीहरू। अनि त्यति छ, अहिले चाहिँ हामीले यति बनाइसक्यौँ आँपलाई चाहिँ। अनि त्यसपछि काट्दैछौँ। अनि अहिले चाहिँ हामी यसो चाउचाउ खान लाग्यो क्या, भोक पनि लाग्यो नि त। अनि सबै आँप पनि काटेनौँ, त्यति मात्रैको चाहिँ अचार हाल्ने भनेर हामीले चाहिँ त्यतिलाई पखाल्यौँ। अनि पखालेर दुईचोटि पखाल्यौँ। अनि पखालेर हामीले चाहिँ त्यसलाई नुन र बेसार हालेर चाहिँ यसरी मोलेर राख्नुपर्ने हुन्छ। यसलाई चाहिँ हामीले रातभरि यसरी छोपेर राख्छौँ साथीहरू है। आजको भिडियो यति नै। किप वाचिङ, किप सपोर्टिङ। च्यानलमा नयाँ हुन्छ नि च्यानल सब्सक्राइब गर्न पक्कै पनि नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सबैजना साथीहरूलाई बाई बाई।